आदरणीय दर्शकबिनहरू फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। तपाईँहरूले देखिसक्नु भएको छ आज चाहिँ म यो लसुनको हरियो पात खानुको फाइदाको बारेमा चाहिँ मलाई थाहा भएको कुरा चाहिँ तपाईँहरूसँग जानकारी र सेयर गर्न गइरहेको छु। यदि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला कमेन्टमा है त। हरियो लसुनको पात साधारण साग मात्र होइन साथीहरू, यो त एक प्राकृतिक औषधि हो। यसमा प्रशस्त भिटामिन ए, सी र फाइबर हुन्छ। यसले शरीरको चाहिँ रोग प्रतिरोधक शक्ति चाहिँ एकदमै बढाउँछ है। जस्तै हरियो लसुनको पात खानाले रगत सफा हुन्छ, कोलेस्ट्रोल घट्छ र मुटुलाई बलियो बनाउन मद्दत गर्छ। जस्तै पेटको समस्या हुन्छ तपाईँको ग्यास, कब्जियत कम गर्न यसले निकै उपयोग गर्छ। जस्तै डायबिटिज भएका मानिसका लागि पनि यो एकदमै फाइदाजनक मानिस, किनकि यसले रगतको चिनी सन्तुलन राख्न एकदमै मद्दत गर्छ। यसले शरीरको विषादी पदार्थ निकाल्छ, कलेजो सफा राख्न र छाला चम्किलो बनाउन चाहिँ एकदमै मद्दत गर्छ है। त्यसैले जस्तै सस्तो, सजिलो र शक्तिशाली हरियो लसुनको पातलाई चाहिँ आजैदेखि खानामा समावेश गरेर खानुहोला। भिडियो मन पर्यो भने सेयर गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद र एक सब्स्क्राइब पनि गर्नु होला है त।